नमस्कार साथीहरु, आज मैले हजुरहरुलाई ब्लाउजको डिजाइन कसरी काट्ने भनेर देखाउन गइरहेको छु। नयाँ सिक्नेहरुको लागि अति सजिलो तरिकाले सिकाउँदै छु। पहिला यो ब्लाउज भयो, ब्लाउजको पछाडीको भाग है, पछाडीको भाग यसरी फोल्ड गरिन्छ। अब नाप लिइन्छ। मैले यो एक्स्ट्रा कपडामा बनाउँदै छु। नाप लिएर ब्लाउजमा काट्न पर्दैन, काट्नु होला। मैले एक्स्ट्रा कपडा हजुरहरुलाई जान्नको लागि मात्रै बनाउँदै छु। यहाँ हामीले जसरी गला लिइयो, गला 2.5 3 मान्छे अनुसारले मैले 2.5 लिएँ है। पछाडी 2.5, जुन गला कसरी कति खोलिन्छ त्यही अनुसारले 6 7 जति हुन्छ है त। यसरी मैले 6.5 लिएँ है। कसैले त 7 पनि खोल्नुहुन्छ, कसैले 8 पनि खोलिहाल्नु भएको हुन्छ। मैले 6.5 गराएँ। अब ठुलो गला खोल्नु छ भने यहाँ 2.5 खोले पनि यतातिर माथि तल 3 बनाउँदा केही फरक पर्दैन है। 3 बनाए। अब कस्तो गला चाहियो आफूलाई भन्दा आफूलाई त्यही अनुसारले गला बनेको भए यो रेखाको भित्रै है, यो लगाएको भित्रै हामीले यसैमा कराउनु पानो गला भन्ने हो भने यसरी घुमाउने है। यो टुप्पोबाट लिने, यो टुप्पोबाट लिएर देखिन्छ कि नै पनि आफ्नो छायाले ढाक्यो। यो टुप्पोबाट लिएर यसरी घुमाइदिने है। सजिलो लाग्छ नि हजुरहरुले यसरी घुमाए पनि भयो। यसरी थोरै घुमाउने, त्यहाँबाट पानको पात जस्तै हुन्छ है। अब यसको बराबर काट्नुभयो भने गलाको सेप बस्छ। अब यसरी यसरी भित्रै लगे पनि फरक पर्दैन हैन। यसो भएपछि कुन गला चाहियो भनेपछि पानो गलाको सेप बस्छ है। हामीले कुर्ता काट्दा पनि यसरी काटियो भने अगाडिको भाग पनि सेप बस्छ। पछाडिको भागलाई पनि काट्दा पनि यसै तरिकाले काट्न सकिन्छ। फेरि अर्को डिजाइन बन्ने भने मैले तपाईलाई कपडा मात्र देखाउँदै छु है। अब यसरी है, एउटा कपडा भयो, ब्लाउज भयो है। बराबर काट्ने भयो। 2.5 काटियो हैन, 2.5 3 धेरै जसोको 2.5 जो हुन्छ। अब 3 यो पनि 6.5 गराएँ है। साढे 6 गराएपछि यसमा 3 पुग्यो है। 3 पुग्यो है। त्यहाँबाट अब बराबर नाप्ने यसरी। अब कतिवटा बनाउनु छ आफूलाई त्यही अनुसारले यसमा 5 छ, 1 2
यसरी गराइयो। यसको घेराको भित्र जो यसको घेराभित्र चाहिँ डिजाइन राख्ने है। यसो गरेर आफूले जस्तो डिजाइन बनाउन चाहो त्यस्तै बन्छ। यसरी यो पनि एउटा डिजाइन बनाए। यस्तो गराएर यसरी पनि एउटा डिजाइन बन्छ। यो चुटाएर यहाँ बोटाम लाग्दै पनि हुन्छ हजुरहरूले। यहाँ चुटाएर एउटा बटम राखिदिने, यहाँ यसरी हुप लगाइदिने गराने हुन्छ। फेरि यसरी काटेर यस्तो गराएर यो चुटाएर यहाँ हुप लगाइदिने गराए पनि हुन्छ है। यो पनि माथिको पनि काटेर फेरि यसरी पनि हुन्छ। यसो गराएपछि गला पनि भयो, डिजाइन पनि भयो। यहाँ गला पनि खोलियो, यो गला पनि खोलियो, डिजाइन पनि भयो। यस्तो तरिकाले पनि डिजाइन बनाउन सकिन्छ है। अरू डिजाइन हजुरहरूलाई अर्को भिडियोमा राखौँला है। तबसम्मको लागि अर्को भिडियोमा भेटौँला।